जब जब यो देशमा निरङ्कुश शासन थियो, जनताहरू बोल्न पाउँदैनथे, आफूले मनमा लागेको कुराहरू भन्न पाउँदैनथे, लेख्न पाउँदैनथे, अभिव्यक्त गर्न पाउँदैनथे। हो त्यसका खातिर चाहिँ यो देशमा कम्युनिस्ट पार्टीको स्थापना भएको। जनताकै लागि बोल्दै गर्दा, जनताकै आवाज लिएर सडकमा आउँदै गर्दा हाम्रो पार्टीको कयौं नेताहरू कयौं वर्षसम्म जेल लिएर सहनु परेको छ। जेल लेल हन्डर सहेर ल्याएको व्यवस्था हो। के लाग्दछ हामी त्यस्तो विषम परिस्थिति, त्यस्तो जेल लेल, त्यस्तो अप्ठ्यारो परिस्थितिमा जुधेर आएको पार्टी अहिले एमालेलाई यो देश भित्रबाट मात्र होइन, यो कालिकाबाट मात्र होइन, विश्वभरिबाट एमालेलाई घेराबन्दी भएको छ। एमालेको नेताको घर छानी छानी आगो लगाइएको छ। नेकपा एमालेको पार्टी कार्यालय र यो देशको लोकतान्त्रिक शक्तिहरूको पार्टी कार्यालय छानी छानी आगो लगाइएको छ। उहाँहरूलाई लाग्दो हो यिनीहरूको पार्टी कार्यालय चलाइयो, यिनीहरूको घर चलाइयो, यिनीहरू अब घरमै बस्छन्, बाहिर निस्किन्नन्। त्यो लाग्न सक्छ। त्यो किन अर्थ नसोच्नु होला। हाम्रा ढलेका जलेका पार्टी कार्यालय उठिसकेका छन्। हाम्रा ढलेका फुटाएका घरहरू हामी बनाएर अगाडि बढिसकेका छौं। हाम्रो पार्टी कार्यालयमा आगो लागेको हो, हाम्रो घरमा आगो लागेको हो, तर हाम्रो विचारमा आगो लागेको छैन। हामी हाम्रो विचार र यो शरीरमा रातो रगत हुन्जेल नेकपा एमाले र यो देशको लागि हामी लडिरहनेछौँ। यदि केपी ओली सरकार र यदि नेकपा एमाले नाकाबन्दीको सामना नगरिदिएको भए, यदि एमाले चुच्चो नक्सा जारी नगरिदिएको भए, यदि एमाले दैलेखमा पेट्रोल खानी उत्खनन नगरिदिएको भए, एमाले यो पारेको जिल्ला नवलपुरमा फलाम खानी उत्खनन नगरिदिएको भए, एमाले चाइना र भारत जोड्ने पारवान सन्धि नगरिदिएको भए, आज नेकपा एमाले माथि यति ठुलो प्रहार हुन्थेन। त्यसैले आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, जब जब नेकपा एमाले यो राष्ट्रको लागि उभिन्छ, यो देशको पक्षमा उभिन्छ, तब तब नेकपा एमाले माथि आक्रमण भइरहेको छ र आक्रमण हुन्छ। नेकपा एमाले माथि पहिला पनि आक्रमण भएको हो, अहिले पनि आक्रमण भइरहेको छ। र ढुक्क हुनुहोस्, नेकपा एमाले माथि यस्ता आक्रमणहरू बारम्बार भइरहेको छ, किनकि नेकपा एमाले राष्ट्र र राष्ट्रियताप्रति सधैँ प्रतिबद्धता भएर उभिरहेको छ।